जापानमा हरेक वर्ष केही हप्ताको लागि एउटा यस्तो जादुई समय आउँछ जब सहरहरू हल्का गुलाबी रङको सपना जस्ता देखिन्छन्, पार्कहरू मानिसले भरिन्छन् र रुखहरूमा बादल जस्तै फूल फुल्छन्। हो, यो साकुराको मौसम हो, सायद वर्षकै सबैभन्दा सुन्दर समय। र केही क्षणको लागि साँच्चै यस्तो महसुस हुन्छ कि समय नै रोकिएको छ। यो भनाइले साकुराको अनुभवलाई ठ्याक्कै समात्छ र आज हामी यही जादुई अनुभवको बारेमा कुरा गर्नेछौँ। तर यो सुन्दरताको एउटा रहस्य छ। यो जति मनमोहक छ नि, त्यति नै क्षणभङ्गुर पनि छ। र साँचो कुरा त के हो भने साकुराको वास्तविक सार नै यसको यही छोटो आयुमा लुकेको छ। अब जापानमा चेरीको फूललाई साकुरा भनिन्छ र जब साकुरा फुल्छ, ओहो, पुरै देश नै गुलाबी रङको बादलले ढाके जस्तो हुन्छ। सडकहरू, नदीका किनारहरू सबै गुलाबी सुरुङ जस्ता देखिन्छन्। साँच्चै कुनै पेन्टिङ भित्रै हिँडिरहेको जस्तो अनुभव हुन्छ। तर सुन्दा अचम्म लाग्न सक्छ, यी फूलहरू पूर्ण रूपमा फुलेर झर्नलाई जम्मा 1 देखि 2 हप्ता मात्रै लाग्छ। हो, ठिक सुन्नुभयो, जम्मा 1 वा 2 हप्ता। र यही छोटो जीवनले नै साकुरालाई यति विशेष, यति बहुमूल्य बनाएको हो। त्यसैले साकुरा भनेको सिर्फ एउटा फूल मात्रै होइन, यो त्योभन्दा धेरै गहिरो छ। जापानी संस्कृतिमा यो त जीवनको एउटा प्रतीक हो। यसले के देखाउँछ भने जीवन सुन्दर छ, तर छोटो छ र एकदमै अमूल्य छ। जसरी यी फूलहरू केही दिनमै ओइलाएर झर्छन्, त्यसरी नै जीवनको हरेक पललाई त्यो हराउनु अघि नै जिउनु पर्छ भन्ने सन्देश दिन्छ। अब यो अद्भुत सुन्दरतालाई मनाउनका लागि जापानमा एउटा हजारौं वर्ष पुरानो परम्परा छ, जसलाई भनिन्छ हानामी, जसको अर्थ हुन्छ फूल हेर्ने कला। हानामी भनेको के हो त? कल्पना गर्नुहोस् त, परिवार, साथीभाइहरू सबैजना साकुराको रुखमुनि जम्मा भएका छन्। यो एक किसिमको भनौँ न जादुई पिकनिक हो। सबैजना आरामले बसेर प्रकृतिको यो सुन्दरताको आनन्द लिइरहेका हुन्छन्। टोकियोको उएनो पार्क जस्ता ठाउँहरू त हजारौं मान्छेले भरिन्छन्। चारैतिर खानेकुराको बास्ना, सङ्गीत, हाँसो, पुरै वातावरण नै उत्सवमय हुन्छ। तर कथा यतिमै सकिँदैन। यो उत्सव दिनमा मात्रै सीमित छैन। जब रात पर्छ, साकुराको एउटा बिल्कुलै फरक, अझ भनौँ झनै जादुई रूप देखिन्छ। यसलाई योजाकुरा भनिन्छ। दिन र रातको अनुभवमा आकाश जमिनको फरक छ। दिनको हानामी भनेको उल्लास, भिडभाड, घाम र नीलो आकाश मुनिको रमाइलो जमघट हो। तर रातको योजाकुरा, त्यो त एकदमै फरक छ। वातावरण सपना जस्तै शान्त र रहस्यमय हुन्छ। योजाकुराको अर्थ नै रातको साकुरा हो। यो बेला कागजका परम्परागत लालटिनहरू बालेर रुखहरूलाई उज्यालो पारिन्छ। कल्पना गर्नुहोस् त, अँध्यारो रातमा ती गुलाबी फूलहरू हल्कासँग चम्किरहेका छन्। यो दृश्य साँच्चै अर्कै संसारको जस्तो देखिन्छ, एकदमै अवास्तविक। अब साकुरा त जम्मा 1-2 हप्ताको लागि मात्र फुल्छ, होइन त? त्यसैले यसलाई हेर्न मानिसहरूले एउटा गजबको तरिका निकालेका छन्। उनीहरू यो फूलको पछि भनौँ न यसलाई पछ्याउँदै देशभरि यात्रा गर्छन्। यसलाई साकुरा पूर्वानुमान भनिन्छ, मौसम पूर्वानुमान जस्तै। तर यो पानी पर्ने होइन, फूल फुल्ने पूर्वानुमान हो। यसले ठ्याक्कै बताउँछ कि जापानको कुन ठाउँमा कहिले फूल फुल्छ। यो क्रम जापानको न्यानो दक्षिणी भागबाट सुरु हुन्छ र एउटा गुलाबी लहर जस्तै बिस्तारै बिस्तारै उत्तरतिर बढ्दै जान्छ। र पूरा देशले यही पूर्वानुमान हेरेर आफ्नो घुमघाम र उत्सवको योजना बनाउँछ। यो परम्परा आजको होइन नि, यसको जरा त 1000 वर्षभन्दा पनि पुरानो छ। सुरुमा त सम्राटहरू र ठूला बडाहरू मात्रै फूल हेर्न भेला हुन्थे, तर पछि इदो कालमा आएर यो चलन आम मानिसमाझ पनि फैलियो र आज यो एउटा यस्तो उत्सव बनेको छ जसले जापानको विगतलाई वर्तमानसँग जोड्छ। त्यसैले हामीले के बुझ्नुपर्छ भने साकुरा भनेको आँखालाई राम्रो लाग्ने फूल मात्रै होइन, यसको अर्थ त्योभन्दा धेरै धेरै गहिरो छ। यो त स्वयं जीवनकै एउटा प्रतीक हो। साकुराको प्रभाव जताततै देखिन्छ। त्यो मौसममा बन्ने विशेष खानेकुरा र पेय पदार्थमा, कला र सजावटमा। यो मौसमले सिङ्गो देशलाई एउटा सन्देश दिन्छ। अलिकति बिस्तारै हिँडौँ, वरिपरिको सुन्दरतालाई निहालौँ र आफ्ना मान्छेहरूसँग समय बिताउँ। र अनि त्यो दिन पनि आउँछ जब फूलका पत्ताहरू झर्न थाल्छन्। हावामा उड्दै जमिन र नदीलाई गुलाबी हिउँको एउटा सुन्दर च्यादरले ढाकिदिन्छन्। रुखहरू फेरि हरिया हुन्छन्। हो, यो जादुई मौसम सकिन्छ, तर यसले छोडेर जाने यादहरू कहिल्यै सकिँदैनन्। र यसले हामीलाई हरेक वर्ष एउटै कुरा याद दिलाउँछ,
त्यो महत्त्वपूर्ण सन्देश के हो भने जीवन छोटो छ तर एकदमै अमूल्य छ। र अन्त्यमा यसले सबैको मनमा एउटा प्रश्न छोडेर जान्छ। जीवनमा यस्ता कति क्षणिक सुन्दरता होलान् जसलाई एकछिन रोकिएर साँच्चीकै मनैदेखि प्रशंसा गर्न सकिन्छ।